वेलकम टु माई भ्लग गाइज। आज चाहिँ हामी दुई भाइले चाहिँ आज सानसानो गेम खेल्दैछौँ। गेम चाहिँ के हो भनेपछि गेमको रुल्सहरू हामीले यो करेन्ट चाउचाउलाई यो चपस्टिकले खानुपर्ने हुन्छ र चपस्टिकले खाइसकेपछि यो खुर्सानी चाहिँ एक बाइटमा एउटा खुर्सानी खाने। जसले सुसाउँछ त्यसको चाहिँ लिपस्टिक लगाइदिनु पर्ने हुन्छ हामीले चाहिँ। अनि यहाँ चाहिँ सुप छ, त्यहाँ चाहिँ यो चाहिँ गिरिबीवाला नै सुक्खावाला करेन्ट चाउचाउ छ। यो हल्का गिरिबीवाला करेन्ट चाउचाउ छ। अनि एक बाइटमा एक बाइट नुडल्स खाने अनि एक बाइट खुर्सानी। अनि जसले सुसाउँछ त्यसले लिपस्टिक लगाउँछ है। अब मोल्छु होइन, त्यसले के भन्छ त? धुलो कति बच्चा यो साह्रो चौधिन्छ करेन्ट चौधरी पिरो छैन। निम्बु छिटो है पहिले। यो चाहिँ करेन्ट चाउचाउ है, यो चाहिँ सुक्खा करेन्ट चाउचाउ, यो चाहिँ हल्का ग्रेभीवाला करेन्ट चाउचाउ। अनि यो चाहिँ सुप, अनि यो अरू मिर्ची खुर्सानीहरू छन्। ल रेडी गर्छौँ हामी चाहिँ है। जसले सुसाउँछ फेरि जसले सुसाउँछ करेन्ट चाउचाउ खाएर खुर्सानी खाएर जो सुसाउँछ त्यसको हुन्छ मेकअप आज। ल हामी चाहिँ सुरु गर्छौँ। अब चिटिङ चाहिँ गर्न पाइन्न है, नो चिटिङ। बत्ती नलिनु चिटिङ चाहिँ गर्नु पाइन्न फेरि है। ल अब हामी चाहिँ सुरु गर्छौँ च्यालेन्ज चाहिँ। ल डल्ले खुर्सानी चाहिँ स्पाइसी हुँदैछ। स्पाइसी धेरै छ। हाँ गरे कि नहीं? नहीं हाई गर्नु त पाइएन नि। त्यस्तो हाई गर्नु पाइएन। त्यसले हाई गरे त्यस्तो हाई गरे जस्तैले ल किची भाइ साउन्ड त निकाल्नै भएन के।
त्यसपछि धेरै छ राम्रो चपस्टिक। आजकल त चपस्टिक पनि बिर्सेछ क्या भने आउनु न त खै नो चिटिङ बाबु है। एक बाइट खुर्सानी, एक बाइट नुडल, एक बाइट खुर्सानी। त्यही त हो नो चिटिङ। किन हाँसिस बाबु? त्यस्तै गरेर लिम्बू भएन यो च्यालेन्जमा फेरि पानी अलाउड छैन है। पसिनै आएर त भने यस्तो छ पसिनै आयो। तेरो उदा त गर्मी धेरै छ। सुप चाहिँ टेस्टी भएर चाहिँ तातो तातो मस्त छ सुप चाहिँ। चिटिङ आएन बाबु है, न चिटिङ है। चिटिङ भन्दै चिटिङ आफै गर्दै बसेर के गर्नु भयो बाला पेटै भइगयो। खस्या मन पऱ्यो नि पिरो धेरै भयो बाबु। उठ्न त भयो होला है। बस पसिनै आयो क्या त्यत्रो हेर्दै पसिना आयो। पिरो भयो क्या है। नानी सुसा जस्तो माने होइन, यो चिटिङ भइरहेछ यहाँ त्यो अहिले। सुसा छैन होइन चिटिङ भयो यार। भाउजू मैले सुसा छु र चिटिङ भयो किन भाउजूलाई भन्ने? सुसा
चाहियो होइन भाइ सुरुमा होइन चिटिङ गरेर जस्तो मानिरहेको छु डाइरेक्ट होइन होइन खुसानी गर्नु होइन त्यो सुसाइड जस्तो मानिस खुसानी फेरि चपाउने होइन के अरे चाहिँ बरिस किन होइन होइन मैले देखिरहेको छु है पिरो ज्यादा हुन लाग्यो बदला लुङ्गा सबका बदला लुङ्गा मेरो बदला पुरा हुँदैछ नि अब चल्दै सुसाउ लाग्ने सुसाइ नै जिन्दगीमा कहिले सास फेर्नु ढौगा जस्तो माने अहिले यो चाहिँ ढाकाबाट कासुमा निक्लिनु लागिसक्यो होइन होइन त्यो चपाउनु पऱ्यो हजुर होइन त के निकाले जस्तो माने निकाले जस्तो के निकाल्दा निहाल्छ चपाउनु त त्यो कहाँ भयो होइन होइन त्यो चपाउनै पऱ्यो अगाडि एउटा बाइट गयो चलाउँछु भगवान् रोज यहाँ किसी भइरहेको छ कि गएन होइन होइन किसी भइरहेको बदला लूँगा जरूर बदला लूँगा निस्किया भयो हात ल्या हो क्या पड्काउनु त पाइन्छ है नै भाउज पाइन्छ किन पड्काउनु पाइन्न नि भाउज पकाउनु दबायो तँलाई त्यो कहाँ पाइन्न है 3-4 बाबु। किताब पाइन्न त्यस्तो गर्दा तेरो फेरि मोबाइल पनि बनाइदिएको छ क्या गर्नु भएन के बता ल्याउँछु नि ठिक छ बाबु ठिक छ एक बाइकमा एकचोटि बाबु है नो चिटिङ सुपिउनु पाइन्छ होला नि पाइयो त्यस्तो है
एक्सर्साइजको लागि भयो छटपट मसिन भयो यस्तो त पाइन्न है यो त भयो रातो त रातो अड्डे 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 किन भयो गरिदिनु होला यो भाउजू भाग्सी हो है एकचोटि आएको नि त लगन पाइन्छ होइन पिरो भयो त्यस्तो भयो जस्तो त मान्नु त चिटिङ गरेको छ त्यसको चिटिङै भयो मैले यस्तो गरेँ ट्याप कट गर्नु त चिटिङ गरेँ त्यो भयो सुबाले खानु है कति लिङ्गु हाल्छ सक्दैन म अलिक लाम न भएन होला त्यति बिच किन आउनु लाग्यो हेर्नु मान्छे ल भाइ चाहिँ बेसी के पसिना पछि पाइन्न है पसिना त्यो त्यस्तो गराउनु पाइयो होइन किन आउनु लाग्यो खै त्यसरी गर्दाको आएर आएन चिटिङ भयो राम्रो गरे गरे गऱ्यो गरे गरे गऱ्यो त्यही छैन गऱ्यो बदला त लुङ्गा भाइ बदला त लुङ्गा त्यहीको फाइदा उठाउँछ नि यसले चित्ता गर्नु गरेर के गर्छौ भाइ यस्तो लिपस्टिक चाहिँ त्यस्तै देखेको छैन होला बाहिर पानी परिरह बत्ती पनि गएको त्यही कारणले हो बत्ती गएको छ अनि हाम्रो फेरि यो खाना चिसो होला भन्दा मोबाइलको लाइट बाली बाली बनाइरहेछौँ पिरो धेरै हुनु लाग्यो त्यो लिपस्टिक चाहिँ देखेको छैन तर लाग्न चाहिँ लाग्यो है त्यो लाग्यो
सबभन्दा गजब भने चाहिँ सुप भाइ छ बेस्ट छ बाटी छ पिरो हुन्छ भनेर सुप हालेर खाइदियो होइन त्यहाँबाट हालेँ नि सुप हालेन है अब चिटिङ नगरे भरि मैले निम्बु हालेँ नि त सूरज से चिटिङ त भारी परेगा भाइ त्यो चिटिङ भएन नि कहाँ पुग्छ नि थाहा छ त्यो अर्को खुर्सानी हो कि खुर्सानी खाँदा खाँदै त खानु पर्यो त त्यति अब 50-50 हालौँ है बाबु या कहाँ 50-50 भने ज्यादा भयो क्या बुझ्न सक्नुहुन्छ सामान खाली हुँदैछ पेट पनि अगाउला पिरो पनि ज्यादा भयो हैरान भयो च्यानललाई चाहिँ सब्सक्राइब गर्न नबिर्सिनु होला नयाँ हुनुहुन्छ भने पहिल्यैको हुन्छ भने लाइक कमेन्ट चाहिँ हेरिदिनु होला नेक्स्ट टाइम राम्रो भिडियो बत्ती आएछ भने चाहिँ राम्रो भिडियो आज बत्ती सत्ती गरेर चाहिँ त्यस्तो भनेको जस्तो भिडियो बनाउनु पाएन किन्न गरे अब सानो बाइट आओस् या ठुलो बाइट आओस् चपस्टिकले खाने एउटा खुर्सानी खाने ठिक छ नै छैन सानो बाइट आओस् या ठुलो बाइट आओस् साह्रो हुनुभयो त बडी है नो चिटिङ भएर ठिक त खान पाइयो त सुप हाल जस्तो मान गयो है यहाँ के गरे भयो कि नै हजुर गर्छु हो कि नै भन्नु गर्छु हो कि नै गयो कि नै भर्खर गरे बाबु भर्खर यता यस्तरी होइन भइहाल्यो खिची होइन है
अलिकति लगाइदियो ठिक छ धेरै लगाइदिनु न हो राखिदियो भयो क्या बाबु होइन होला भएन होला ल आयो बेटा यता हेर्नु त अलिकति भएन होला गयो के त्यो लगाउनु नै भाउजू बोलो मिल्छ है ल त्यो खिची भयो भाउजू त्यो बोलो आज साउन्ड सुनेछु म मेरो भाइ फेरि तिमीले होइन नदेऊ न यस्तो मजा चाहिँ मजा आयो तर लिपस्टिक पो जाने कि नै भन्ने कुरा म चाहिँ सुप खान्छु होला है नि हेर्छस् के बाबु गरे होइन कि मैले भर्खर के हो त्यो होइन भन्न पाइन्न कि गरेको छैन यता 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 कहाँ उता अहिले यता त्यहाँ भाउजू भने के हो ज्यादा बोल्नु हुँदैछ कि भयो मुखमा पनि लगाइदियो क्या मलाई हाल्थ्यो त्यस्तो होइन होला बाबु यसलाई ब्याड लक भन्ने हो कि अब यसलाई के भन्ने हो जे भन्दा पनि हुन्छ होइन हामीले ब्लग खानाको च्यालेन्जको हाम्रो ब्लग बनायौँ खानाको च्यालेन्जको हामीले ब्लग बनायौँ होइन देखेपछि ब्लग बनायौँ हामीले ब्लग त बनायौँ मोबाइलमा आइफोनमा मोबाइलमा कम थियो होइन चार्ज कम थियो अब भ्याइयो लास्टमा आएर अब खाएर ल अब भलक भ्याइयो है भनेर ल बन्द गरौँ भन्ने टाइममा गएर झ्याप्प लाएर मोबाइल अफ भयो अब लास्टमा मोबाइल अफ भयो बत्ती पनि गएको छ बत्ती गएको छ त्यही भएर हामीले मोबाइल बानी यो भिडियो बनाएको थियौँ त्यो लास्टमा मोबाइल नै अफ भयो के भन्ने अब यसलाई होइन जे भयो अब नेक्स्ट टाइम चाहिँ हामीले हजुरहरूलाई राम्रो भन्दा पनि राम्रो ब्लग ल्याउँछु भन्ने आशा छ नयाँहरूले चाहिँ मेरो आइडी सब्सक्राइब गरिदिनु होला पहिलाको चाहिँ लाइक कमेन्ट गरिदिनु होला बाई बाई गाइस।